कृष्णचंद्र भगवान को हो, आज का आनंद को हो, वैदिक सत्य सनातन धर्म को हो। इस संस्था का अध्यक्षज्यू सम्पूर्ण महत्वपूर्ण भूमिकामा निर्वाह गरेर बस्नुभएका सदस्यहरू लगायत मूल समितिमा रहनुभएका सम्पूर्ण टिमलाई विशेष धन्यवाद साधुवाद अर्पण गर्न चाहन्छु। यो एउटा पनौती नगरपालिका 9 मा त्रिवेणी धाम, जहाँ धर्म संस्कार संस्कृति रीति रिवाजलाई भुल्नु हुँदैन। यो हाम्रो सनातन धर्मलाई जगाउनु पर्छ। सेवा नै सबभन्दा ठुलो धर्म हो भनेको छ देवी भागवतले पनि। भाग्य उदय बहुजन्म समर्पित, एक जन्म होइन, 2 जन्म होइन, 100औं जन्म, हजारौं जन्मले जब जब राम्रो काम गर्ने मान्छेको तब भेट हुन्छ। जति बेला भगवान शिरमा बस्नुहुन्छ त्यति बेला राम्रो राम्रो कुरा गर्न मन र भगवान प्रतिको आस्था, भगवान प्रतिको विश्वास तब सुरु हुन्छ। जहाँ यो अध्यक्षज्यूले एउटा विभिन्न ठाउँमा रहनुभएका आमा बुवालाई दुःख कष्ट पीडा, जुन दुखीको घाउमा मलम लगाउनका निमित्त सङ्घर्षका साथ यो सम्पूर्ण एउटा वृद्ध अवस्थामा रहेका बाबाआमालाई शीतलको छाई चौतरी गर्मी भएको बेलामा बर पिपलको जस्तो छारी बनेर सम्पूर्णका दुःख कष्ट पीडा समस्यालाई समाधान गर्दै गर्दै त्यो दुःख कष्ट पीडालाई हल गर्दै आज यो ठाउँसम्म आउनुभएको छ। जब उहाँले एउटा आश्रम तयार पार्नुभयो तब त हामी पनि सहयोग गर्नका निमित्त आइपुग्यौँ। यदि सायद उहाँले यो आश्रम खराब नगरेको भएदेखि हामी पनि आउँदैन थियौँ। जसले गर्दाखेरि हामीलाई यहाँसम्म ल्याउनका निमित्त हाम्रो जय होस्ट टेलिभिजनका सदस्य एकदम समाजसेवी व्यक्तित्व हिम्मत महत जोरदार तालीका साथ मलाई सम्मान गरौँ। त्यसै गरी समाजसेवी व्यक्तित्व जय होस्ट टेलिभिजनको आजीवन सदस्य कृष्ण श्रेष्ठ जोरदार तालीका साथ सम्मान। यसै गरी हामीलाई सहयोगको लागि हाम्रो रञ्जन दिदी र उहाँको धर्मपत्नी पुष्कर थापा जोरदार तालीका साथ सम्मान। आज हामी उहाँको देन, उहाँको कृपा र उहाँले चाहिँ यो जहाँ जानका निमित्त पनि एउटा बाटो चाहिन्छ, त्यो बाटो हामीलाई देखाइदिनु भएको छ र एकदमै जति धन्यवाद दिए पनि, किनकि यो बुबा आमाको अनुहार हेर्दाखेरि र बुबा आमाको अवस्था, जहाँ यहाँ गरेको सहयोगले गर्दाखेरि हामीले गरेको काम त अझै पनि कमी नै छ। आगामी दिनमा यो आश्रममा यो धर्मशाला एउटा चाहिँ त्रिवेणी सङ्गम क्षेत्र भगवानको वास, जहाँ देवादिदेव महादेव सम्पूर्ण देवी देवताले वास गरेको पवित्र क्षेत्र यो, जसले गर्दा जय होस्ट टेलिभिजनबाट हामीले गर्न सक्ने सहयोग आज हामी पहिलो दिन छौँ। जसका यहाँ हड्डी खेका छन्, धेरै बाबाले भन्नुभएको छ मेरो खुट्टा दुखेको छ, मेरो चाहिँ ढाड दुखेको छ, मेरो ठोकिएको छ, धेरै भन्नुभएको छ। तर केवल आज हामीले ग्यास्ट्रिकको मात्रै र केही खाद्यान्नहरू ल्यायौँ। अब हड्डी खेको जहाँ तपाईँको चाहिँ नसा च्यापिएको छ, जब ग्यास्ट्रिकको औषधिको लागि मालिसको लागि बाबामा रहेसम्म हाम्रो जय होस्ट टेलिभिजन र म भएसम्म कहिले पनि किन्नु पर्दैन। किनकि महिनामा एकपल्ट औषधि सकिसकेपछि जहाँ जडीबुटी औषधि र जुन मालिसहरू हुन्छ त्यसका लागि हड्डी खेको र बाबामालाई ग्यास्ट्रिकको दुखेको ठाउँमा लगाउनका निमित्त केही पनि किन्नु पर्दैन। त्यो हामीले आजबाट जहिले पनि निःशुल्क गर्ने एउटा प्रतिबद्धता मैले गरेँ। जहाँ बाबाआमालाई अर्को कार्यक्रममा हामी यहाँ रमानको नाममा गङ्गावती खिरपुरी प्रसादी र भजन कीर्तनका साथमा रमाउने एउटा प्रतिबद्धता पनि मैले यहाँ वाचा गरेँ। भोलिका दिनमा जहाँ पुरानो हुन्छन्, जहाँ सप्ताह हुन्छन्, जहाँ पितृ उद्धार कार्यक्रम हुन्छ, हामी कहाँ भएका केही चामलहरू र हामी कहाँ भएका केही सहयोगका मनहरूका कुराहरू यहाँ ल्याएर हामीले पनि अर्पण गर्ने एउटा वाचा गऱ्यौँ। यो अत्याधिक राम्रो काम, जसले पुण्य काम, जहाँ हाम्रो 21 कुल पात्र छन्, जहाँ हाम्रा पितृले पनि हामीलाई वैकुण्ठमा आशीर्वाद दिन्छन्, पितृको आशीर्वाद हामीलाई बर्सिन्छ। हामी सबैले यो एउटा पुण्य काम गर्नुपर्छ। जब यहाँका चाहिँ यो जुन संस्था छ, जहाँ यहाँ टिम छ, यो टिमभित्र चाहिँ के गर्नुपर्छ, के गर्दाखेरि कि बाबाआमालाई दुखीको घाउमा अलिकति केही मलम लगाउने राहत बन्छ भने त्यसका लागि म स्वयं पनि बन्न तयार छु। यिनकि बाबाआमालाई दुःख कष्ट पीडाबाट हामी सबैले सहयोग गर्नुपर्छ। हामी सबैका बाबाआमा हुन् र हामी सबैले जब चाहिँ बाबाआमाको जसले सेवा गर्छ, जब किन्नका लागि सबै कुरा किन्न पाइन्छ, बाबाआमा कहिले पनि किन्न पाइँदैन। जसले बाबाआमाको सेवा गर्छ भगवानको आशीर्वाद बर्सिन्छ।
जसले गर्दाखेरि यी बाबा आमा हिजोका दिनमा अध्यक्षज्यू हाम्रो सरले रुदेवले धेरै सहयोग गर्नुभयो। भोलिका दिनमा एउटा बगेको खोलामा अर्को पनि एउटा समुद्र थपिएको छ, जहाँ समुद्र थपिँदाखेरि केही न केही राहत हुन्छ। र हामीलाई विश्वभरबाट जसले जय होस् टेलिभिजन हेर्नु भएको छ र म लगायत हाम्रो सम्पूर्ण टेलिभिजनका टिमहरू, सदस्य टिमहरू यो ठाउँमा म परेको आवश्यकलाई यो ठाउँमा पर्न सक्ने सहयोगको लागि हामी हाम्रो हेतुले भ्याएसम्म फुल्ने गर्नेछौँ। र आज यो ठाउँमा आउनु र यो ठाउँमा आएर चाहिँ बाबा आमाको सेवा गर्नु मैले पनि पूर्वजन्ममा राम्रै काम गरेको रछु जस्तो लाग्छ मलाई। र यो बाबा आमाको आशीर्वाद, बाबा आमाको कृपा र बाबा आमाको चाहिँ विशेष यो महत्त्व, गुरुदेवले गरेको सम्मानले लाग्छ मलाई। अझै पनि यो एउटा जुन खाता छ, जुन एउटा भगवानको रामनामै छ, यसले अझै पनि मलाई यो बाबा आमाप्रति केही काम गर्नुपर्छ भन्ने एउटा जिम्मेवारी थपिएको छ। हिजो सरले गुरुदेव मात्र हुन्थ्यो भने आज म पनि थपेको छु त्यसको लागि। यसमा कुनै पनि विवाद छैन। यो वृद्ध आश्रम जहाँ उत्तरगया धाम त्रिवेणी क्षेत्र सङ्गम भगवान 33 कोटी देवताको बास, जसले गर्दाखेरि हामी र हामी जस्ता धर्मप्रति आस्था, धर्मप्रति विश्वास गर्ने केही गुरुदेवहरू जम्मा भयौँ भने र यो सेवा गऱ्यौँ भने हाम्रा वैदिक सत्य सनातन धर्म संस्कार संस्कृति सधैँ जोगिनेछ र हामीप्रतिका आस्था विश्वास सधैँभरि अमर रहनेछ भन्दै यो बाचाका साथ बुबा आमाप्रति एकदम साधुवाद, शिर झुकाएर नमन गर्छु। हजुरहरूमा भएका दुःख कष्ट पीडा पशुपतिनाथ, गुरु भगवती काली, कुल देवताले पितृले रक्षा गरून्। सधैँ राहु केतु नवग्रह शान्ति रहन्, गरेको कार्यमा सफलता उन्नति प्रगति होस्। हिजो यहाँ मात्र यो आश्रम थियो भने आज हजारौँ जना लाखौँ जनासम्म जय होस् टेलिभिजनको माध्यमद्वारा पुर्याउने बाचाका साथ र सम्पूर्ण टिममा र बुबा आमाप्रति, सरदेव गुरुदेवप्रति अर्को पल्टको कार्यक्रम सम्पूर्णलाई निमन्त्रणको साथ यो कार्यक्रम गुरुदेवलाई पनि सम्मानका साथ मैले आज केही पनि ल्याएको छैन र मनलाई अर्पण गरेँ। गुरुदेवलाई पनि सम्मानका साथ सम्मान गर्ने बाचाका साथ अर्को कार्यक्रम भव्य सभ्य रूपमा हुनेछ र बाबा आमालाई पनि तपाईँका चाहिँ जहाँ दुखाइ छ, बात छ, युरिक एसिड छ, जहाँ तपाईँको हड्डीका घुँडाहरूमा चाहिँ रियाल कम भएको छ, यी सारा कुरा समस्याको समाधान गर्ने लगभग 50-60 हजारको औषधि लिएर आउने बाचाका साथ बिदा हुन्छु। हरिओम। सबै